ल चौसीमा भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू हामी फाइनली चौसी पनि आइपुग्यो र को नजिकै हुनुहुन्छ हामीलाई हेर्न आउनु भेट्न आउनु हामी पनि सानोतिनो फेरि आफ्नो अपार्टको भए पनि सेलिब्रिटी मान्छे नै हो हैन अभी मजा आएगा ना भिडियो यहाँबाट चाहिँ ल वेलकम ब्याक टु माई च्यानल है आज पनि छोटो मिठो सानोतिनो भ्लग सुरु गरेको छु आज चाहिँ केटाहरू यसो बाहिरतिर घुम्न जाने प्लान भएको कारणले चाहिँ अब सानोतिनो मेमोरेबलको लागि र रमाइलोको लागि भिडियोहरू बनाउने छु किप वाचिङ किप सपोर्टिङ है फर्स्ट टिल एन्ड लास्टसम्म चाहिँ के हुँदो रहेछ आजको डे चाहिँ हेर्न सक्नुहुन्छ केटाहरू फेरि यहाँ चिटिक चटक परेर निस्किएको छ यहाँ फेरि केटाहरू हिरो हन्डा बुलेट केटाहरू फेरि यस्तो ढिला गरिदिन्छ कि अहिले अब 20 को ट्रेन छ है तर अहिले छुट्यो भने फेरि ल्याङ हुन्छ यहाँ अहिले केटाहरू चाहिँ घसर पसर भएर अनि फेरि नेपाली भएपछि फेरि यत्तिकै भएर त फेरि कहाँ नेपालीवाला भाइब चाहिँ आउँदैन नि होइन कहीँ गयो भने ढिला गर्ने अब 4 मिनट छ अब 27मा छ ट्रेन केटाहरूको 23 भइसक्यो फेरि यहाँ पनि टाइम लाग्छ अब केटाहरू फाइनली ट्रेन पनि आयो सोम्ची हतार पतार आएको कस्तो फिल भइरहेछ त अब ट्रेन पनि आयो छिर्दिउँ कहाँनिर ल ठिक छ यतातिर कहीँतिर बस्दिउँ न ल मेरो चाहिँ फेरि यस्तो छ है खोडाहरू आफै जाडो भइरहेछ कहाँ सुत्छ सुदेन यो चाहिँ यस्तै हो बतासेको जिन्दगी अनि साँच्चै हाम्रो आजको डेस्टिनेसन चाहिँ कहाँ हो अरे सोम्जी समुद्र है समुद्र जाने अनि ओङजी आज हामी कहाँ जाँदैछौँ रे समुद्र प्रस्थान के भन्नु छ राजीवको हतार गरे फेरि ग्रुपमा फेरि यस्तो कुराहरू चाहिँ हुन्छ कि केटाहरू फेरि यहाँ प्लानिङ भइरहेको थियो यो मान्छे नजाने भनेर बसिरहेको थियो होइन अनि त्यो मान्छेको सङ्गतमा यो मान्छे पनि नजाने भनिरहेको थियो 81 फेरि रेडी भइदियो फेरि यता फेरि हतार भयो लास्टमा हामीलाई ट्रेन ढिला गरिदियो कि फेरि यस्तै हुन्छ होइन ल केटाहरू फाइनली चौसी स्टेसन पनि आइपुग्यो अब यसपछि चाहिँ केटाहरूको डेस्टिनेसन चाहिँ हेर्नुपर्ने छ ल जम्मै बाहिर जाउँ एक्जिट उता हुनु पऱ्यो नि त एक्जिट हुनु पऱ्यो ल चौसीमा को सम्पूर्ण भएका चौसीमा भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू हामी फाइनली चौसी पनि आइपुग्यो र को नजिकै हुनुहुन्छ हामीलाई हेर्न आउनु भेट्न आउनु हामी पनि सानोतिनो फेरि आफ्नो अपार्टको भए पनि सेलिब्रिटी मान्छे नै हो होइन बाहिरको नभए पनि अब अलिकति त हुनु परेको अब यहाँबाट चाहिँ यस्तो चाहिँ एलिभेटर किप टु द राइट यता एक्जिट हुनु आफे जापानिजहरू परेछ क्या हो उनीहरूलाई रुल सिकाउने हो क्या अब मेरो नि खै मैले खाली नै खानदानजी देखेँ यार खानदानजी यो बोक्नु न त यार यो कुन ब्याग छैन नि अब ल है अब यो छिर्ने हो यो पर्स हो टक्क स्विकाको कार्ड छ है स्विकाको कार्ड सर्ट हाल्यो अनि छिर्यो निस्क्यो है यहीँ रहेछ खाइमनहरू चाहिँ यहीँ लिनु पऱ्यो है यहाँ तर कति महँगो सस्तो होला नि त
तर यहाँ उसहरू छैन जस्तो छ एउटा सुपर मार्केट जस्तो कि ट्रायलहरू जस्तो कि यहाँतिर सक्छ यहाँ उसमै देखाएको छैन त अनि ल है चौसी खै यहाँ फ्यामिली मार्ट यहाँ रहेछ फ्यामिली मार्ट जाउँ राम्रो देखिरहेको छ हौ। ठुलो किन्ने है सस्तो हुन्छ नि त राम्रो देखिरहेछ अरे राम्रो रहेछ हौ है यहाँबाट चाहिँ कहाँ जाने त यही पुल वारी बारी हो क्या स्टेसन माथि हो कि तर रहेछ यार यहाँ नि है दुईजना केटाहरू त आएन नि त फेरि के गरेर फेरि त्यस्तै हो लहे लहे केटाहरू विदेशतिर आइपुग्यो काप्रेले सन्धि के छ खबर नुवाकोटे सन्धि के छ खबर ठिक छ नि ठिक छ सन्धिहरू मात्रै हो फेरि हामी चाहिँ है नुवाकोटको त कहाँ जोइसक हुन्छ सम्धि हो नुवाकोटकै त नुवाकोटे सोल्टी सम्धि सबै हो हामी नै हो सबै नुवाकोटेहरू मात्रै हो फेरि तल्का मचाइदिन्छ नि फेरि यहाँ नुवाकोटे जेठान चौसी आएर फेरि चौसी हल्लाएर जाने केटाहरू चाहिँ अब ट्रेन चाहिँ अब छुट्टियो भन्दा पनि अलिकति ढिला टाइम लाग्ने रहेछ त्यही भएर चाहिँ अब ट्रेनमा अब आधी घन्टा कुरेर ट्रेनमा जानुभन्दा त अब यहाँ फेरि बसमा फेरि आधी घन्टामा ट्याक्क पुग्ने रहेछ अब यो 35मा जाने रहेछ त्यही भएर चाहिँ अब होइन बसमा जानु फाइदा हो नि त हामीलाई त जति चाँडो टाइममा पुग्नु पर्ने हो नि त उता अगाडि होइन नि फेरि यसमा होइन नि त्यहाँ हो विल चेयरहरू नि त मतलब अब वृद्धहरू त्यस्तोहरू बस्ने हो नि त खै ड्राइभर चाहिँ हाम्रो कहाँ गयो यो बिना ड्राइभर चल्ने बस हो कि अटोवाला होइन अघि यो बस आउन त आयो कि तर ड्राइभर ठाउँबाट कहाँ गएको देखेन मैले ल ए उतै गएको जस्तो उतै हो त्यही बुढो हो टोइलेट गएको क्या लास्टमै त बस्ने होला टाउन बस ल केटाहरू यस्तो बसमा चढ्दैछु बसमा चढ्दैछु मेरो नेपालमा थियो यार यसको नाम चाहिँ के भन्छ थाहा छ यसलाई चाहिँ क्युकिरिली भन्छ एकदम बजाउन मजा आउँछ फेरि यो जस्तो मान्छेलाई जस्तो मनपर्छ त्यस्तै कुराहरू चाहिँ भेट हुँदो रहेछ क्या ल अब हामी जाँदैछौँ चाहिँ हजुरहरूलाई हामी के रहेछ उमीमा पुगेर चाहिँ देखाउने छौँ ल है गाइज सी यू लेटर सी यू सुन है स्टे ट्युन त्यस्तो भन्छ त अनि आधी घन्टा के ठुलो कुरा हो होइन कि घुम्न त यहाँ बस्तीभित्रबाट गयो भने पुग्न त पुगिन्थ्यो कि हामी चाहिँ अब यो अब समुद्र हेर्न आएको मान्छे समुद्रै हेर्दै जाउँ भनेर चाहिँ भनेको कि मैले चाहिँ हेर्दै यसरी पुरानो बोर्डहरू हेरौँ होइन अनि जाउँ ससुराली गइरहन्थे दिनका दिसाली माग्दा सासुले लखेटिङ ससुरालीमा खेलमै दिल बस्यो कान्छी सालीमा फेरि सिन त फेरि बवाल आइरहेछ नि त कतिमा हो भनेर कुरा थाहा छ फेरि भाइ कुन एङ्गलमा भन्ने कुरा थाहा छ फेरि त्यहाँ पहाड हेर्नु न ढुङ्गा सम्झी त्यो पहाड हेर्नु न कस्तो हो कति वर्षपछि 2 वर्षपछि हामीले पहाड त्यतिको मात्रै पहाड देख्यो है अनि त्यहाँ पाउँदैन अनि बेलुका फर्किने बेला जाने फेरि हिँडेर आउने ला यस्तो हो क्या के छ
गाइस यो हो कि यो अन्त यो होइन सरारा केटाहरू आउँदैछ है फाइनली डेस्टिनेसन पनि आइपुग्यो अब केटाहरूको यहाँ सर्फिङ हुन्छ गेमहरू बोट चलाउने हो हामी पनि हेरौँ के हुन्छ अहिले एकछिनमा पौडी नि खेल्दा रहेछ यार ल है केही होला जस्तो छ है छैन यार छन त छ मान्छेहरू अब एकछिन ल कसरी बनाउने यी भइरहेछ त जापानको समुद्र चाहिँ कति सफा हुँदो रहेछ मजा लागेर जाँदैछु है फोहोर छ छैन नि होइन छैन क्लिन छ क्लिन त्यहाँ तलसम्म जान्छ अनि आउँछु ल कति सफा चाहिँ हुँदो रहेछ भन्ने कुरा देखाउँछ ल टी सर्टमा दिएर काङ्ग्रेस छिटो बाँड्दैछु अनि रोज्दा चाहिँ ज्यानलाई माया आएर सिम लायो है ल हेर्नु है ल केही छ छैन यतिको सफा चाहिँ हुनु पर्यो कि है हाम्रो गाउँघरमा कहिले हुने यतिको सफा यार समुद्र जस्तो फोहोर गर्ने ठाउँमा पनि त्यो यस्तो सफा छ कि होइन तर सिटी त झन् कति सफा छ त्यसको उपलक्ष्यमा एउटा चिप्स खाइदिउँ न त ल ल भयो ल लिग ल के भयो कहाँ माथि गएको यहाँ चाहिँ डेकर फिसिङ हान्दैछ जुङ्गन आएर दिन गएको जुङ्गन आएको होइन ट्यागको छ बिचमा पनि जुत्ता सुत्ता प्यान्ट लगाएर आइदिएको छ खासै अब त्यो स्विमिङ हान्ने तरिकाले आएको थिएन यस्तो घुमघामको लागि अब नेक्स्ट टाइम चाहिँ आउँछु अब यहाँ फोटोसोटो लगाएर स्विमिङ सिङ्गर चाहिँ यहाँ छ है ब्याकअप यहाँ छ लगाइछ हामीले अब रमाइलो गर्दै जाँदैछौँ दाजुभाइहरू चिल पनि हान्यो यो बिच पनि घुमियो होइन चिल नि हान्यो गिद्ध नि हान्यो किटा पनि हान्यो अब कटरमा कसको हाम्रो ओङ्जीको बुढी आयो थोत्रो मटरमा खत्तम भन्दै अब घरतिर लागेको है गाइस बाई बाई जस्तो लाग्छ वासरुम उता